नमस्ते। यो माथि हेर्नुभएको फोटो छ नि, दादा हामी 3 करोड नेपाली जनताले उहाँलाई नचिन्ने कोही पनि हुनु नहोला। यो भिडियो मेरो आफ्नो आवाज, म भित्रको, मैले चाहिँ सायद उहाँलाई जे भन्नुपर्ने त्यो मात्रै म आज भन्छु। धन्यवाद कुलमान घिसिङजी। म एउटा अन्ध्यारोमा जन्मेको व्यक्ति। त्यो जन्मिने बेलामा म एउटा बच्चा थिएँ। म अन्ध्यारोमा जन्मेँ। अन्ध्यारोमा जन्मिँदाखेरि कहिले पनि यो सोचेको थिएनौँ कि हाम्रो देशमा पनि 24/7 झलझली उज्यालो हुन्छ, हाम्रो घरमा पनि उज्यालो हुन्छ। टुक्की बत्ती, मैनबत्ती बालेर पढेको व्यक्ति म हैन। अन्ध्यारोमा जन्मेँ, थाहा पनि थिएन के हो लोड सेडिङ भनेको। मलाई त यति थाहा थियो कि 24 घन्टामा 6 घन्टा हाम्रो घरमा बत्ती बल्छ, अरू बेला बल्दैन। जब तपाईँ आउनुभयो, लोड सेडिङ हट्यो, देशमा लाग्यो कि हाम्रो देशमा पनि चाहिँ उज्यालो हुने रहेछ, 24 घन्टा नै उज्यालो हुने रहेछ भन्ने मलाई फिल भयो। तर आजको दिनलाई र आजसम्मलाई हजुरलाई धेरै 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 धन्यवाद। धेरै मनदेखि नै अनि धन्यवाद छ हजुरलाई। उज्यालो देखाइदिनु भयो। सायद त्यसरी नै मैले मेरो देशको भविष्य पनि उज्यालो देख्न पाएको भए अझ खुसी हुन्थ्यो होला। आजको दिनलाई मेरो मनदेखि नै हजुरलाई धेरै 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 धन्यवाद। हस्त। जय नेपाल। राधे राधे।